गाइज यदि तपाईँहरूलाई फार्मिङ गेम खेल्न मन छ त तपाईँहरूको मोबाइलले साथ दिएको छैन भने यो गेम तपाईँहरूको लागि नै बनेको छ, किनकि यो गेम थोरै एमबीको रहेको छ। सो हेलो गाइज, वेलकम टु लेटेस्ट गेमिङ च्यानल। तपाईँहरूलाई आज म यही गेमको बारेमा केही कुरा भन्न गइरहेको छु। यो गेम कसरी खेल्ने, यो गेमको नाम के हो र यो गेम प्ले स्टोरमा पाइन्छ कि पाइँदैन, यही कुरा तपाईँहरूलाई म यो भिडियोमा सेयर गर्नेछु। तपाईँहरू यसको लागि सिर्फ लाइकको बटन दबाउनु। अब भिडियो स्टार्ट गरौँ। र यो गेममा तपाईँहरूले 3टा फार्मिङ गर्न सक्नुहुन्छ, एउटा पिग, अर्को क्यामेल र अर्को चिकन। तपाईँहरूले यो 3टालाई पाल्नुपर्ने हुन्छ। कसरी पाल्ने, के गरेर पाल्ने, म त तपाईँहरूलाई यो भिडियोमा सिकाइहाल्छु। यो गेम 200 भन्दा कम एमबीको रहेको छ, जुन कि तपाईँहरूले प्ले स्टोरमा भेटाउनुहुन्छ। अब तपाईँलाई म यो गेम कसरी खेल्ने यही कुरा बारेमा जानकारी गराउँछु। तपाईँले यो गेम इन्स्टल गरेपछि सबभन्दा पहिले यस्तो इन्टरफेस देखाउँछ। अब तपाईँहरूले के गर्नुपर्छ, सबभन्दा पहिले त यस्तो उल्फवाला देखाएको बेला यतिकै छोडिदिनु होला। त्यसपछि बिस्तारै बिस्तारै फार्मिङ टाइपको देखाउँछ। अब तपाईँहरूले यो पनि बिस्तारै बिस्तारै आफै लोडिङ हुन्छ। तपाईँले यो गेम खेल्नको लागि नेट चाहिँदैन। सबभन्दा पहिले त तपाईँले गेट फ्री हुन्छ, त्यसमा क्लाइम गर्नु। अब त्यसपछि तपाईँहरूले न्यू गेम अप्सनमा क्लिक गर्नु। क्लिक गरिसकेपछि अब तपाईँहरूलाई यस्तो इन्टरफेस देखाउँछ। सबभन्दा पहिले तपाईँले के गर्नुपर्छ, तपाईँहरू यो माथि पढिहाल्नु होला। अहिले म चाहिँ पढ्न भ्याउँदिनँ, भिडियो लामो हुन सक्छ, त्यसैले अब म सिधै स्किप गरिहाल्छु सबैलाई। गेम चालु हुन बित्तिकै एउटा यस्तो अप्सन देखाउँछ र तपाईँहरूले यहाँ क्लिक गर्नु। क्लिक गरिसकेपछि तपाईँहरूले जनावरको लागि फुडहरू किन्न सक्नुहुन्छ। फुड किन्दाखेरि तपाईँहरूको पैसा घट्दै जान्छ, फुड बढ्दै जान्छ र फुड चाहिँ लगभग 2-3 मिनटमा प्रत्येक जनावरले खाइसकेका हुन्छन्। अब तपाईँले फुड किनिसकेर यो फुडको एउटा अप्सन हुन्छ, डब्बा हुन्छ, तपाईँहरूले त्यही हालिदिनु पर्ने हुन्छ। अनि तपाईँलाई घरिघरि वार्निङ पनि देखाउँछ। जस्तै हेर्न सक्नुहुन्छ अहिले के देखाएको थियो। यसरी देखाउन बित्तिकै तपाईँहरूले बुझ्नुपर्छ कि यिनीहरूलाई, यी जनावरहरूलाई के चाहिएको छ। अब जस्तै कि क्यामललाई वाटर चाहियो, मैले यहाँबाट वाटर निकालेँ, अब वाटरको डब्बामा हालिदिएँ र वाटर 100% फुल भयो। अब चारा पनि चाहिएको छ। चारा किन्नको लागि अब तपाईँलाई मैले भनिहालेँ कसरी किन्ने भनेर। यसरी नै किन्नु। अब किनिसकेपछि ठ्याक्कै एउटा 1 बोरा चामल आउँछ। चामल कि यसको लागि चारा भनौँ, चारा आउँछ। अब यसरी हालिदिनु, 100% हुन्छ। बिस्तारै बिस्तारै यिनीहरूले खान्छन्। यसैले तपाईँले यो गेममा देखाएको मिसन कम्प्लिट गर्न सक्नुहुन्छ अथवा फ्री वर्ल्ड पनि खेल्न सक्नुहुन्छ तपाईँहरूले यसमा। मतलब कि मिसन बाहेक आफूलाई यो तपाईँहरूले यहाँ माथि ग्रोथ हेरिराख्नु भएको छ होला, जति मेरो अहिले 11% छ। तपाईँहरूले 100% पुगाएपछि तपाईँहरूको फार्मिङ 1 नम्बरको चल्नेछ। ग्रोथ कसरी बढाउने भन्ने कुरा तपाईँहरूको मनमा प्रश्न आएको होला। तपाईँहरूले केही गर्नु पर्दैन यसको लागि। सिर्फ तपाईँहरूलाई यो माथि वार्निङ देखाएको हुन्छ नि, त्यही वार्निङ कम्प्लिट गर्दै जानु। कम्प्लिट गर्दै गरेपछि तपाईँहरूको बिस्तारै बिस्तारै पर्सेन्टेज बढ्दै जान्छ। जब 100% हुन्छ तब तपाईँहरू यो गेमको च्याम्पियन बन्नुहुन्छ। यसरी नै तपाईँहरूले लेभल कम्प्लिट गर्न सक्नुहुन्छ। सो गाइज, तपाईँलाई भिडियो राम्रो लाग्यो भने लाइक गर्न नबिर्सिनु होला, अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु। अब अर्को भिडियो भेट्दा तपाईँसँग जय नेपाल, बाई बाई।